अहिलेको समयमा दोस्रो बजारमा कारबार भइरहेका 5 कम्पनीहरू होटेल फर्स्टसन कम्पनी, पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनी लिमिटेड, शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिजलाइन इनर्जी कम्पनी लिमिटेड। यी कम्पनीहरू कुन कम्पनीको सेयर कहिलेसम्म राख्ने, कहिले बेच्ने लगानीकर्ताहरूको बीचमा निकै चर्चाको विषय बनिरहेको छ। साथै एउटा कम्पनीले करिब 58 करोड रुपियाँ बराबरको आइपिओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेको छ। यसर्थ आजको यो भिडियोमा रहेर हामीले आइपिओ निष्कासन गर्न लागेको नयाँ कम्पनी कुन हो, कति किता आइपिओ निष्कासन गर्दैछ, साथै दोस्रो बजारमा कारबार भइरहेका यी कम्पनीहरूको सेयर अब के गर्ने त, हामीले होल्ड गर्ने कि सेल गर्ने, लङ टर्मसम्म राख्दा कस्तो होला त, यी सम्पूर्ण कुराको बारेमा एकमुष्ट जानकारी दिने प्रयास गर्नेछौँ। यसर्थ यी सबै अपडेटको बारेमा जानकारी पाउन भिडियो अन्तिमसम्म हेर्नुहोला। यस्तै खाले जानकारीहरू सबैभन्दा अगाडि पाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र फेसबुक पेज र टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोला। अब भने ढिला नगर लागौ विषयवस्तुतर्फ नै। सर्वप्रथम कुरा गरौँ होटेल फर्स्टसन कम्पनी लिमिटेडको बारेमा जानकारी। अहिलेको समयमा भिडियो बनाइरहँदासम्म अन्तिम कारबार 1148 रुपियाँमा भइरहेको छ, अर्थात् कम्पनीको अल टाइम हाईबाट निकै तल झरिसकेको छ। यो कम्पनीको मार्केटको हाई प्राइस योभन्दा केही दिन अगाडि 1450 रुपियाँसम्म पुगेको थियो भने अहिले निकै तल झरिसकेको छ। यसर्थ आइपिओ पाउनुभएका लगानीकर्ताहरूको लागि त्यति घाटाको विषय भने पक्कै छैन, तर तपाईँहरूले सेकेन्डरी मार्केटबाट किन्नु भएको थियो भने तपाईँहरूको लागि भने थोरै दुःखको विषय पक्कै पनि बनेको छ। यो कम्पनीको आइपिओमा अहिले सप्लाई पनि एकदमै धेरै आइरहेको छ। आजको दिनमा मात्र 5889 पटकको कारबारमा 1,05,359 किता सेयरको किनबेच भएको छ, जुन एकदमै ठुलो सङ्ख्या रहेको छ। र कम्पनीमा अहिलेको समयमा सप्लाई र डिमान्ड लगभग उस्तै रहेको छ। यसले गर्दा मार्केट प्राइस त्यति बढ्न सकेको छैन। साथै नेप्सी पनि अहिलेको समयमा त्यति बढ्न नसकेको कारणले गर्दा यसमा पनि त्यस्तो राम्रो रेस्पोन्स भने देखिँदैन। यसर्थ होटेल फर्स्टसन कम्पनीको सेयर आइपिओ मार्फत पाउनु भएको थियो भने तपाईँहरूले 2-4 दिन होल्ड गरेर राख्न पनि सक्नुहुनेछ, तर अहिले नै बेच्दा पनि हुन्छ। योभन्दा मुनि झर्ने सम्भावना भने अब केही कम मात्र रहेको छ, तर पनि भन्न सकिँदैन। यो कम्पनीले तपाईँहरूले सत्तमै सेल गर्नुपर्ने हुन्छ। लङ टर्मसम्म राख्दा बोनस सेयर पाउने सम्भावना निकै कम रहेको छ। अर्को कम्पनी रहेको छ रिजलाइन इनर्जी कम्पनी लिमिटेड। यो कम्पनीको पनि कारबार प्राइस अहिले केही डाउन भएको छ र आजसम्म करिब 1276 रुपियाँमा कारबार भइरहेको छ, अर्थात् 1000 को लगानी अझै पनि आइपिओ बेच्नु भएको छैन भने 12,760 रुपियाँ भएको छ। यसरी हेर्दा कम्पनीमा आइपिओ भर्ने लगानीकर्ताहरूको लागि ठिकठाक नाफा नै रहेको छ, तर तपाईँहरूले सेकेन्डरी मार्केटमा किन्नु भएको थियो भने तपाईँहरूले मार्केटको कन्डिसन बुझेर मात्र किनबेच गर्नुपर्ने हुन्छ। आजकै दिनमा 2344 पटकको कारबारमा 43,856 किता सेयर किनबेच भएको छ, अर्थात् होटेल फर्स्टसनको तुलनामा अलिक कम मात्र यो कम्पनीको सेयर कारबार भएको छ। कम्पनीको हाई प्राइस केही दिन अगाडि 1592 रुपियाँ 30 पैसासम्म पुगेको थियो र कम्पनीले अब हाई प्राइसमा कमब्याक गर्नको लागि भने केही गाह्रै पर्ने देखिन्छ। यदि मार्केट पुरै पोजिटिभमा गएको खण्डमा मात्र जान सक्छ। यसर्थ तपाईँहरूले मार्केटमा अलिकति आफैले एनालाइसिस गरेर किन्ने बेच्ने के गर्ने आफैले सोचेर गर्नुहोला। आइपिओ हो भने 1-2 दिन तपाईँहरूले अझै वेट गर्न सक्नुहुन्छ। मार्केट कमब्याक गर्ला जस्तो रहेको छ, सोचेर मात्र हेर्नुहोला। र यो कम्पनी पनि लङ टर्मसम्म राख्यो भने हामीले बोनस सेयर पाउने सम्भावना निकै कम रहेको छ। यसर्थ बोनस सेयरको लोभमा भने नराख्नु होला। बरु पछि मार्केट प्राइस एकदमै डाउन भयो भने किनेर राख्न सकिन्छ। अहिले भने तपाईँहरूले बेच्दा हुन्छ, तर अलिकति प्राइस बढ्यो भने। अहिलेको समयमा निकै चर्चामा रहेको कम्पनी हो पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनी लिमिटेड PCIL। यो कम्पनीको मार्केट प्राइस पनि ब्याक टु ब्याक सर्किट हानेर आज अन्तिम कारबार 1117 रुपियाँ 10 पैसामा भइरहेको छ, अर्थात् 1000 को लगानी 11171 रुपियाँ पुगेको छ, जुन तपाईँहरूको राम्रै प्रफिट नै भएको छ। र आजको दिनमा भने सप्लाई केही हाबी हुन लागेको छ। 7,989 पटकको कारबारमा 79,890 किता सेयर किनबेच भएको छ। मतलब भोलि या पर्सिसम्ममा यसको सप्लाई एकदमै धेरै आउने र मार्केट प्राइस केही खुम्चिने देखिन्छ। यसर्थ भोलिको कारबारको दिनमा तपाईँहरूले अलि चनाखो भएर यो कम्पनीको आइपिओ राख्नु भएको छ भने हेर्नुपर्ने हुन्छ। यो कम्पनीको मार्केट प्राइस मात्र 300 रुपियाँमा ओपन भएको थियो र ब्याक टु ब्याक सर्किट हान्दै जाँदा र अहिलेको समयमा 15% नै डाइरेक्ट सर्किट हान्ने हुँदा कम्पनीको मार्केट प्राइस चाँडै यति धेरै बढेको छ र चाँडै घट्न पनि सक्छ, किनभने यो कम्पनीलाई पनि हामीले त्यति लङ टर्मसम्म राख्नु भन्दा पनि अहिले हाई प्राइसमा बेचेर पछाडि लो प्राइसमा किन्न सकिन्छ। यसैगरी अर्को कम्पनी रहेको छ शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेड SIPD। यो भने लगानीकर्ताहरूको बीचमा अलि चर्चाकै विषय बनिरहेको छ, किनभने यो कम्पनीको मार्केट प्राइस पनि राम्रै बढेको छ, तर
खुसीको कुरा पाल्पा सिमेन्टको तुलनामा यसमा सप्लाई अलि कम रहेको छ, किनभने पाल्पा सिमेन्टले निष्कासन गरेको सेयर सङ्ख्या पनि धेरै नै रहेको थियो। अहिलेको समयमा अन्तिम कारोबार 1058 रुपियाँ 10 पैसामा भइरहेको छ, अर्थात् 1000 को लगानी 10,581 रुपियाँ भएको छ। 9000 भन्दा बढीको नाफा हामीले कमाउन सफल भइसकेका छौँ। आजको दिनमा मात्र 438 जनाको कारोबारमा 4380 किताको सेयर कारोबार भएको छ र कम्पनीको मार्केट प्राइस हेर्दा, माहौल हेर्दा अझै 1-2 दिन मजाले सर्किट हान्ने देखिन्छ। यो कम्पनीको मार्केट प्राइस 1500 को आसपासमा या त्योभन्दा माथि पनि जाने हाई चान्स रहेको छ। तर अब 1-2 दिन पछाडि तपाईँहरूले अलिकति चनाखो भएर यो कम्पनीमा एनालाइसिस गर्दै गर्नुपर्ने हुन्छ, कम्पनीको बारेमा बुझ्दै गर्नुपर्ने हुन्छ। कम्पनीको मार्केट प्राइस राम्रै बढिरहेको छ र सप्लाई पनि ठिकठाक नै रहेको छ, कम्पनी छैन धेरै पनि छैन। यसर्थ मार्केटको कन्डिसन कस्तो हुन्छ तपाईँहरूले हेर्दै गर्नुपर्ने हुन्छ। आइपिओ निष्कासन गर्दा यो कम्पनीको वित्तीय अवस्था पनि त्यस्तो राम्रो छैन र कम्पनीमा हामीले लङ टर्मसम्म राखिहाल्यौँ भने लाभांशहरू पाउने सम्भावना हाइड्रो पावर कम्पनीमा बिरलै हुन्छ, अर्थात् अलिक कम नै हुन्छ। यसर्थ पनि हाई प्राइस गएको बेलामा मार्केटको कन्डिसन हेरेर तपाईँहरूले झ्यापै बेच्नु होला र पछाडि कम्पनीको मार्केट प्राइस कम भयो, कम अवश्य पनि हुन्छ, घट्यो भने तपाईँहरूले फेरि किनेर राख्न सक्नुहुन्छ यदि यही सेयर नै राख्छु भन्ने सोच्नुहुन्छ भने। तर यो कम्पनीको सेयर बेचेर तपाईँहरूले मार्केटमा राम्रा कम्पनीहरू राख्न पनि सक्नुहुन्छ। सेकेन्डरी मार्केटमा किनबेच गर्न मन लाग्छ भने अरू अलिकति सस्तो खालको र लङ टर्मसम्म टिक्ने खालका कम्पनीहरू किन्न सक्नुहुनेछ। यो त भयो अहिलेको समयमा मार्केटमा कारोबार भइरहेका आइपिओबाट आएका सेयरहरूको बारेमा जानकारी। अब कुरा गर्नेछौँ भर्खरै मात्र नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासन गर्नको लागि अनुमति माग गर्ने नयाँ कम्पनी ग्लोबल हाइड्रो पावर एसोसिएट्स कम्पनी लिमिटेडको आइपिओ सम्बन्धी जानकारी। यस कम्पनीले 100 रुपियाँ अंकित मूल्यका दरले आइपिओ निष्कासनको अनुमति माग गरेको छ, अर्थात् हामीले 1000 रुपियाँ लगानी गरेरै 10 किता सेयर हाट पार्न सफल हुनेछौँ। जसअनुसार कम्पनीले 58 करोड 30 लाख रुपियाँ बराबरको 58,30,000 किता आइपिओ निष्कासनको अनुमति माग गरेको छ, जसमा कम्तीमा 10 किताको दरले बाँडफाट गर्दा 5,83,000 जना लगानीकर्ताहरूले 10 किता सेयर हाट पार्न सफल हुनेछन्। तर यो कम्पनी हाइड्रो पावर सेक्टरको कम्पनी हो, यसर्थ कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूमा आइपिओ निष्कासन गरी बाँडफाट गरेर बाँकी रहेको सेयरमा केही प्रतिशत म्युचुअल फन्डलाई र केही प्रतिशत कम्पनीका कर्मचारीहरूलाई छुट्याएर अन्तिममा बाँकी रहेको सबै सेयर मात्र जेनरल पब्लिकमा आइपिओ निष्कासन गर्नेछ। अहिलेको समयमा हाइड्रो पावर कम्पनीहरूले प्राय कुल निष्कासन गर्ने सेयर सङ्ख्याको 50% नै आयोजना प्रभावितमा निष्कासन गर्ने गरेका छन्। यसरी निष्कासन गर्यो भने यो कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्ने सेयर सङ्ख्या एकदमै कम हुनेछ। करिब 29 लाख भन्दा बढी किता सेयर नै आयोजना प्रभावितमा निष्कासन गर्यो भने बाँकी रहेको सेयरमा 22 लाखदेखि 23 लाख किता सेयर मात्र सर्वसाधारण लगानीकर्ताहरूमा निष्कासन गर्ने हुन्छ, अर्थात् सर्वसाधारण लगानीकर्ताहरूमा ठिकठाक सङ्ख्यामै आउनेछ। अहिलेको समयमा 1 लाख लगानीकर्ताहरूले पनि नपाउने गरी साना साना हाइड्रो पावरले आइपिओ निष्कासन गरेको बेलामा यो धेरै नै हुनेछ। तर आयोजना प्रभावितमा अलिक कम सङ्ख्या मात्र आइपिओ निष्कासन गर्यो भने अलि धेरै नै भर्न पाउनेछौँ। यसरी आइपिओ निष्कासनको अनुमति माग गरेको र मात्र 100 रुपियाँमै आइपिओ निष्कासन गर्न लागेको हुँदा यो कम्पनीले यसै वर्षभित्रमै आइपिओ निष्कासन गर्न अनुमति पाउनेछ र आइपिओ निष्कासन गर्नेछ। यसर्थ यो कम्पनीको आइपिओको पर्खाइमा तपाईँहरू बस्न सक्नुहुनेछ। यो सँगै आजको भिडियो यति नै। अब भेटुने अर्को नयाँ भिडियोमा।